हावा बहुत कस्तो रे के पत्रे त 1.15 साथीभाइहरू यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले च्याउ खेती के यस्तो प्रकारले स्टार्ट गरिएको छ। अब यो चाहिँ टुसा पलाउने बेला भएको कारणले हामीले चाहिँ यसको कटिङ गर्दैको छौँ साइडबाट। तपाईलाई म फोकस गरेर थोरै देखाउन गइरहेको छु। यहाँ हेर्नुस् यो टुसा पलाएको च्याउ हो, नयाँ टुसाहरू निस्किँदैछ यसरी। साथीहरु यो चाहिँ ओस्टर मसरुम हो। यसलाई चाहिँ पराले कर्निए च्याउ पनि भनिन्छ। यहाँ चाहिँ मैले रोपेको छु, केही 2 मात्रामा मैले रोपेको छु पोकामा। हेर्नुस् यहाँ के यस्तो प्रकारले यहाँबाट निस्केको रहेको छ। र अर्को एउटा पोका भनेको यसमा चाहिँ अलिक बढी नै देखेको, बढी मात्रामा फलेको छ। यसलाई चाहिँ थोरै थोरै म पानीको स्प्रे पनि हाल्छु। अलिक ज्यादा पनि नहाल्नुपर्ने, किनभने यसले पानीको डाइरेक्ट भापले रोक्न सक्दैन। धेरै पानी दिनुभयो भने यो चाहिँ मसरुम ड्यामेज हुनसक्छ। र यहाँ केही प्रकारले मजाले निस्किँदैछ, नयाँ नयाँ टुसाहरू पलाउँदैछ गाइज। र यसलाई चाहिँ अलिक सफा ठाउँमा राख्नुपर्छ ताकि झिँगा अथवा अरू कुनै किरा भुस्राहरू नलागोस् भनेर।